निर्वाचन परिचालन कमिटी घोषणा गर्ने उद्देश्यले आयोजित यो अगुवा कार्यकर्ता भेलाको अध्यक्षता गर्नुहुने पार्टी अध्यक्ष तिलक धलाज्यू, मञ्चासीन पार्टी केन्द्रदेखि स्थानीय तहसम्मका सम्पूर्ण कमरेडहरू, विभिन्न जनसङ्गठनका कमरेडहरू, नेकपा एमालेलाई वर्षौंदेखि माया गर्दै आउनुभएका, पुनः नेकपा एमालेलाई जिताउनुपर्छ भन्ने अभियानका साथ आउनुहुने सम्पूर्ण उपस्थित महानुभावहरूमा म नेपाल कम्युनिस्ट पार्टी एमाले पूर्व नगर कमिटीको तर्फबाट यहाँहरू सबैलाई हार्दिक नमस्कार अनि अभिवादन व्यक्त गर्न चाहन्छु। अहिले हामीले झट्ट बोल्दाखेरि सबैले एउटै कुरा बोले जस्तो लाग्छ। म आज भाषण भन्दा पनि अलिकति कुराकानी गर्न चाहन्छु। नेपालमा अहिले राजनीतिको परिभाषा फेरिन खोजिएको छ, सेवाको परिभाषा फेरिन खोजिएको छ र हुँदै नभएका कुराहरूलाई धेरै पटक भनेर हो भन्ने प्रयास गर्न खोजिएको छ। त्यसकारणले गर्दाखेरि नेकपा एमाले पार्टी, नेकपा एमालेका सचेत कार्यकर्ता र मतदाता यसमा कतै लडबडेर्न सकिन्छ कि भन्ने प्रयास भएको छ। म त्यसलाई अलिकति चिर्ने प्रयास गर्दछु। अहिले के भनिएको छ भन्दाखेरि 35 वर्षसम्म यिनीहरूले देशलाई लुटे, यिनीहरूले बर्बाद गरे, यिनीहरूले केही गरेनन् भन्ने भाष्य खडा गरेका छन्। जोसुकै देश नेता नयाँ भन्नेहरू जहाँ उभिए पनि 35 वर्ष लुट्यौ, 35 वर्ष खायौ भनेर सामाजिक सञ्जालमा चिच्चाइरहँदाखेरि तपाईहरुलाई लाग्न सक्छ साँच्चै केही नभएको हो, साँच्चै लुटेर खाएका हुन् भन्ने पनि लाग्न सक्छ। किनभने सामाजिक सञ्जाल तपाईले एउटा कुरा एकचोटि हेरिसकेपछि बारम्बार त्यही खालको कुरा मात्रै आउने भएको हुनाले गर्दाखेरि हाम्रो दिमागमा पनि केही हल्लाउने प्रयास भएको हुन सक्छ। अब अलिकति म नेपाली मतदाता, नेपाली जनतालाई पुरानो कुरा बिर्साउन खोजेको हुनाले म अलिकति कुरा सम्झाउन चाहन्छु। 48 सालमा पहिलोचोटि निर्वाचन भयो, नेपाली कांग्रेसले बहुमत ल्यायो, 3.5 वर्ष पछाडि संसद विघटन भयो। त्यसपछि नेपालमा एकचोटि नेकपा एमालेलाई ठुलो पार्टी बनाइयो, 9 महिने सत्ता चलायो। मनमोहन अधिकारी पहिलो कम्युनिस्ट प्रधानमन्त्री। तपाईहरु ठोकेर भन्न सक्नुहुन्छ, यहाँ कहिलेकाहीँ भन्छन् मनमोहनको कति कुरा गर्छौ भनेर। यहाँ एउटा काठमाडौँमा काठको खाल्सा बनाउनेले संसार जितेको जस्तो कुरा गर्छन् भने मनमोहन अधिकारी ल्याएको कुरा नेकपा एमालेले नगरेको कसले? कांग्रेसले गरिदिन्छ। अहिले नयाँ भन्नेहरूले गरिदिन्छन्। यदि नेकपा एमालेले त्यो कुरा नगर्ने हो भने त्यो कुरा बिर्साउने गरी बुढापाकालाई 4 वर्षमा 10 दिए भयो त अनि नेकपा एमालेले बिर्सिन्छ होला। तर त्यो भत्ताको सुरुवात र आफ्नो गाउँ आफै बनाऊ कार्यक्रमको सुरुवात नेकपा एमालेले नगरेको भए आज धेरै वृद्ध विधायकको अवस्था के हुन्थ्यो र गाउँको विकास हुँदैन, त्यो शहरको केन्द्रित विकास मात्रै हुन्थ्यो। त्यो काम नेकपा एमालेले गरेको 52 सालदेखि देश द्वन्द्वमा गयो। 10 वर्ष तपाईहरु सम्झिनु होला। जसले भोग्नुभयो, हामीलाई विकास चाहिएको थिएन, समृद्धि चाहिएको थिएन, मात्रै दिनकै पत्रिकामा मान्छेको लास बन्न नपरोस्, समाचारमा यतिजना मरे, यतिवटा बैंक लुटियो, यतिवटा सुधारीको नाममा मारिए भन्ने कुरा सुन्न नपरोस्, माओवादीलाई भात खुवाएको नाममा र नेपाली सेनाले आएर घरमा बोलेको नाममा दोहोरो चपेटामा पर्न नपरोस् भन्ने थियो। 10 वर्ष त्यो कहिलेसम्म हो? त्यो 2063 सालसम्म हो। 63 सालभन्दा पछाडि हामी सबैले आन्दोलन गर्यौं, देशै आन्दोलनमय भयो। तर हामीले कसैको घरमा एउटा ढुङ्गा हालेनौं, यही गोली चल्यो, यही हाम्रो होनहार युवाले साधन प्राप्त गर्नुभयो, हामीले आन्दोलन जित्यौं। तर कसैको निजी सम्पत्तिमा, कुनै सार्वजनिक सम्पत्तिमा एउटा ढुङ्गासम्म हालेनौं। जलाउने त धेरै टाढाको कुरा हो त्यो, किनभने त्यो आन्दोलन चाहिँ जिम्मेवारीपूर्ण आन्दोलन थियो। र त्यसपछि 64 सालमा संविधान सभाको चुनाव भयो। त्यसपछि हाम्रो देशमा संविधान बन्छ कि बन्दैन भन्ने फिर थियो। 70 सालसम्म पहिलो संविधान सभाको चुनावमा माओवादी सबैभन्दा ठुलो दल भयो, एमाले र कांग्रेस उस्तै भए, संविधान बन्न सकेन। किन थाहा छ? सम्झिनुपर्छ हामीले। त्यो बीचमा मधेस आन्दोलन भयो, विभिन्न समूहहरू देशै टुक्राउनु पर्छ भन्ने समूहहरू थिए। मधेसलाई देशबाट अलग गर्नुपर्छ, सिक्किमको मधेस स्वायत्त प्रदेश हुनुपर्छ भन्ने माग लिएर आएका थिए। र यो बीचमा संविधान नबन्दै गर्दाखेरि नेकपा एमालेले के भन्यो सम्झिनुपर्छ। नेकपा एमालेले जातको आधारमा
संविधान नबन्नुको कारण मध्येको एउटा कारण राज्यको पुनर्संरचना थियो। नेकपा एमालेको पार्टी हो जसले यो देशलाई जातको आधारमा राज्य बनाउन दिएन। त्यसपछि मधेसमा भएका सबै समस्याको समाधान गर्दै संविधान जारी भयो 2072 सालमा। 2072 सालमा जब संविधान जारी भइरहँदाखेरि तपाईहरु सम्झिनु होला, अरु केही गर्नु पर्दैन, सम्झिनु होला यो देशमा संविधान जारी नगर्नको लागि प्रयास कसले गरेका थिए। यो देशलाई सूक्ष्म ढंगले म्यानेज गर्न कसले चाहिरहेको थियो? नेकपा एमालेको पार्टी अध्यक्ष केपी ओलीले अहिले संविधान जारी भएन भने यो देशमा संविधान जारी गर्दिँदैन भनेर कुनै पनि हालमा संविधान जारी गर्न बाध्यको स्थिति आयो। सम्झिनुस् त, संविधान जारी भएपछि एमालेको नेतृत्वमा सरकार बन्ने नेकपाको नेतृत्वमा यहाँ धेरै कुरो फिली उडाइएको छ। तपाईहरुले सम्झिनु पर्छ त्यो कुरा एकचोटी। त्यही बेलामा हो 3.5 वर्षमा यो देशको विकासको खाका तयार भएको होइन। आज तपाईले जे देखिरहनु भएको छ, तेल निकाल्नेदेखि लिएर तपाईको मरिनको डाइभर्सनदेखि लिएर बाटो फराकिलो पार्नेदेखि लिएर तुइन मुक्त नेपाल बनाउनेदेखि लिएर सारा कामको खाका कसले गरेको? त्यही बेला गरिएको होइन। अर्को एकदमै खतरनाक कुरा भन्न चाहन्छु, विकास त यो भएको रहेछ नि भनेर तपाईले भनिहाल्नु हो भने के भन्छ थाहा छ? उसको गोजीको पैसाले गरेको हो र भन्छ। अब तपाईले भन्न सक्नुहुन्न नयाँ आउनेले चाहिँ गोजीबाट विकास गर्ने हो र भनेर भन्न सक्नु पर्दैन। अनि हामी सुनेर बस्ने विकास भएन भन्दा विकास यो भयो भन्नुहुन्छ। विकास भएपछि केपी ओलीको गोजीबाट र नगर प्रमुखको गोजीबाट भएको हो र भन्दाखेरि अब चुनावमा आउनेले घर खेत बेचेर बजेट बनाउने हो र भनेर हामीले भन्न सक्नुपर्छ। किनभने यो नेकपा एमालेको कार्यकर्ता हो, नेकपा एमालेको सचेत भोटर हो। तपाईले हामीलाई ब्लेम छ मासु र भात खाएर भोट हाल्छन्। तपाईहरु मासु र भात खाएर आएको हो? यो आजसम्म नेकपा एमाले मासु र भात भोट हालेको हो होइन भने तपाईको अपमान हो। यसलाई हामीले ठाउँको ठाउँ प्रतिवाद गर्न सक्नुपर्छ। नेकपा एमाले भनेको धेरै शहीदको बलिदानीबाट मदन भण्डारी जस्तो विचारले अभिप्रेरित भएर मनमोहन अधिकारी जस्तो सादगी नेताले नेतृत्व गरेर जन्माएको हुर्काएको कयौं घाइते छन्, कयौं अपाङ्ग छन्, कयौं हामी जस्ता युवाहरूले आफ्नो उर्वर जीवन पार्टी र समाजको लागि भनेर समर्पित गरेर बनेको पार्टी हो। यो कसैलाई गाली गरेर टिभीमा चिच्चाएर घोषणा गर्न फुट्टी गरी चिच्चाएर बनेको पार्टी होइन। यो कसैलाई गाली गरेर बनेको पार्टी होइन। त्यसकारण कसैले चाहँदैन यो पार्टी सकिँदैन। यो कुरो नेकपा एमालेको कार्यकर्ताले जन-जनबाट बुझ्नु जरुरी छ। अर्को कुरा म भनिदिन्छु, मेरै गाउँमा एकजना भाइले के भनेको भने यसपालि त पढे लेखेको मान्छेलाई भोट दिने भनेछ। को भने अनि अझ महिना जस्तो नपढाएको मान्छेलाई भोट दिन्छ? सुन्नुहोस् है, म यो अलि रोचक छ मैले किन भने भन्दाखेरि अनि मेरो नजिकै हुने भाइले के भन्यो भने दाइ तपाईँ कति सालमा लकले जानु भयो? म 50 सालमा ल्याएँ। हजुर दाइ कति सालमा लकको सभापति हुनुहुन्थ्यो भन्दा 2044 सालमा। 2044 सालमा ल कलेजको सभापति भइसकेका मान्छेलाई उनीहरूको दिमागमा के हालेको छ भन्दाखेरि अझ मैले नपढेको मान्छे हो भन्ने हालेको छ। किन थाहा छ? किनभने नेकपा एमालेको कुनै पनि नेताले सर्टिफिकेट बेचेन। म यति पढेको छु भनेर कहिल्यै भएन, घमण्ड गरेन, फुर्ती गरेन। अहिले उनीहरूले गर्ने हो, नयाँ टोपीहरूले गर्ने हो। तपाईहरु भनिदिन्छु म अर्को, उहाँहरूको परिभाषा के छ भने नेकपा एमाले भन्ने पार्टी त अन्त कहीँ नबिकेको मान्छे लिएर आएर चाहिँ दुनियाँलाई ठगेर खाना बनाएको पार्टी हुन्छ। पुरुषोत्तम पौडेल तपाईँको अगाडि हुनुहुन्छ। उहाँ गौरीशङ्कर विद्यालयको पहिलो कि दोस्रो ब्याचको फर्स्ट भयो। उहाँले कहिले भन्नुभयो म फर्स्ट थिएँ भनेर? कहिले भन्नुभयो? उहाँहरूको बेलामा जागिर खानु भए के हुन्थ्यो? उहाँहरू आज पनि उहाँ सार्वजनिक नेताको चरण हिँड्नुहुन्छ। हिजो नेता हुन आएका मान्छेहरू माओवादीको 8 करोडको गाडी चढ्छन्। उहाँ आज पनि सार्वजनिक नेतामा हिँड्नुहुन्छ। इमानदार हुनु कि हामी आज पनि हाम्रो नेता मनोहर प्रमुख। ल मेरै कुरा गर्छु म। तपाईहरुको अगाडि 10 वर्ष सामुदायिक वनमा काम गरे, 4 वर्ष खानेपानीको अध्यक्ष भएर काम गरे, त्यसपछि अहिले 14 वर्षमा नगर प्रमुख भएर काम गर्दैछु। ल मलाई भन्नुस्, नेकपा एमालेले भोट हालेर दिलाएको टिकट दिलाएको नगर प्रमुख सुरक्षित
हामीले संयौं उपभोक्ता समिति बन्यो होला, संयौं ठेक्दार आयो होला, सबै मेरो पार्टीको मान्छे होइन विरुद्धमा पनि छन्। भन्नुहोस् एकजनाले भनोस् कि यसले 1 रुपियाँ पैसा मागो, 1 कप चिया खाओ भनोस्। अनि यो बजारमा कार्यकर्ता को छ? तिनीहरूसँग छन्, तिनीहरूसँग छन्। एमालेबाट चित्त नबुझेका, काङ्ग्रेसबाट चित्त नबुझेका, अवसर पाइ ठ्याक्क भएकाहरू, पुनः अवसरका लागि जानेहरू, इमान्दार हुने, उनीहरूले देश बनाइदिनबाट हामीले पत्याइदिनु पर्ने। जन्मिँदै पानी उम्रेकै ठाउँमा धमिलो उम्रेको छ भने त्यो पानीलाई सफा गर्न सक्नुहुन्छ। जुन पार्टीको सभापति यो देश अप्ठ्यारोमा हुँदा अमेरिका गएर के गरेर बस्नु भएको मैले भनिरहनु पर्दैन। यहाँ त अरूले मुद्दा हालेर अमेरिकामा मुद्दा हाम्रो नेपाली गएको हो, नेपाली नेता गएको हो। उनीहरूले भनेको कुरा हामीले पत्याइदिनु पर्ने। 79 सालमा उनीहरूले के भने? हामीलाई संहिता चाहिँदैन भने, जनकपुरमा गएर के भने? संहिता अझै बलियो बनाउनुपर्छ भने पत्याइदिनु पर्ने हामीले। त्यस कारणले गर्दाखेरि नेकपा एमालेका कार्यकर्ता सचेत छन्, सचेततापूर्वक लागेका छन्। के बेठी छुट्याउन सक्छन् त्यो सक्ने जुन साथ आँट यदि कसँग छ भने त्यो नेकपा एमालेमा छ। त्यो एमालेको भरको त्यो साथ चाहिँ अप्ठ्यारो परेको बेला त सबै जोडिने आउँछन्। यो अप्ठ्यारो बेला हो। यो मात्रै अच्युत मैनालीलाई जिताउने विषय होइन। यो पुरुषोत्तम पौडेलले पुरुषोत्तम कोइला अगाडि बढाउने विषय होइन। यो समग्र देशको विषय हो। नौटंकी र चटाकीहरूलाई देश सीमा लाउँछ भनेर जुन खालको हौवा पिटेको छ, यसलाई ठाउँको ठाउँ त्यही ढाल्न सकिएन भने यो देश दुर्घटनामा जाँदैछ। त्यसकारण हामी बोल्न बाध्य भएका छौँ। त्यसकारण म धेरै कुरा राख्दिनँ। अब धेरै व्यक्तित्वहरू हुनुहुन्छ। म तपाईँलाई एउटा नेपालीमा उखान छ, ठुलमामाको त कुलवती, कान्छो मामाको भाङ्रा धोती भन्छ होइन। म नेकपा एमालेको उम्मेदवार भएर जितिरहेपछि एमाले कार्यक्रम राखेपछि म जानुपर्छ। किन जानुपर्छ? त्यो कार्यकर्ता, त्यो भोटरले मलाई भोट दिएको छ, मैले उसको हरेक प्रश्नको जवाफ दिनुपर्छ। त्यसकारण म जानुपर्छ। अहिले नयाँ भनाउँदाहरू गाडीबाट छुनु धेरै टाढा उठ्नु, तपाईँले भेट्नु धेरै टाढा उठ्नु, मलाई जवाफै दिनु छैन। एक्लै चढ्नको लागि 4 करोडको लिफ्ट बनाए पनि जवाफ दिनु पर्दैन। सहकारीको करोडौं रुपियाँ ठगे पनि जवाफ दिनु पर्दैन। किन जवाफ माग्ने मान्छे छैन, किन त्यहाँ मान्छे त्यस्तै हुन्छ। म त सचेत मान्छेहरूको बिचबाट आएको हुनाले मैले जवाफ दिनुपर्छ। मैले किन भनेको भने जुन पार्टीसँग यस्ता हजारौं लाखौं कार्यकर्ता छन् जसको अगाडि जवाफ दिनु मैले पर्छ र त मान्छे चित्त बुझाइरहेका छैनन् भने बाटामा हात हल्लाउनेबाट यो देश चल्दैन, चित्त बुझाउँदैन। त्यसकारण नेकपा एमाले मात्रै जनतालाई सम्झिने र देशको सार्वभौम सत्ता रक्षा गर्ने पार्टी हो। अलमल नगरिकन दृढताका साथ जसले जहाँ सोच्छ त्यही उत्तर दिन सक्ने साहसका साथ नेकपा एमालेलाई यो हामीले अपेक्षा नगर्दै भएको चुनाव अलिकति आन्दोलनको अलिकति मात्रै भनिदिन्छु, यति मात्रै आन्दोलन हामीले पनि धेरै अघि आन्दोलन सुरु गर्नु भएको थियो। त्यो आन्दोलन के थियो भन्दाखेरि निष्कपट 2टा माग थियो। अघि हाम्रो सोभियुको सभापतिज्यूले पनि भन्नुभयो। तर त्यो आन्दोलन कति दिन चलेको थियो? 1 दिन। आन्दोलन के हुन्छ भने आन्दोलनको माग ठिक छ, राज्यले सुनेन भने धेरै मान्छेहरूले आन्दोलनमा ऐक्यबद्ध जनाएर पछाडि अराजक हुनु भिन्दै कुरो हो। तर जुन दिन आन्दोलन आयोजकले आयोजना गर्यो त्यही दिन त्यो उमेर समूहभन्दा बढी मान्छे जम्मा भएर त्यो आन्दोलनलाई हाइज्याक गरेर आन्दोलन आह्वान गर्नेप्रति एमालेको कुनै दुश्मनी छैन, कुनै असहमति छैन। असहमति भनेको हाइज्याक गर्नेहरूप्रति हो। सबै एमालेले बुझ्नुपर्छ। आन्दोलनको आयोजकसँग होइन, जसले आन्दोलनको हाइज्याक गरेर बच्चालाई मर्न बाध्य बनाए, यो देशको सबै संरचना ध्वस्त बनाए, त्यो को हुन् भनेर हामीले भनिरहनु पर्दैन। तपाईहरुले समाजका मान्छे हेरे हुन्छ, अब आका फोटाहरू हेरे हुन्छ यो देश कसलाई चलाउनु थियो भन्ने कुरो। त्यसकारण त्यो भ्रम छ भने नेकपा एमालेका पार्टी अध्यक्ष तत्कालीन प्रधानमन्त्रीले मारेको भन्ने भ्रम छ भने आजै क्लियर हुनुहोस्। सबै प्रहरी अफिसरले त्यो काम प्रधानमन्त्रीको होइन, गृहमन्त्रीको होइन। त्यहाँ छट्टी प्रहरीले आफ्नो ज्यान चलाउनको लागि गोली चलाउन बाध्य भएको भनेर पूर्व प्रहरी र बालवाला प्रहरीले जवाफ दिइसकेपछि कसैले जबरजस्ती ओलीले मारेको भनेर हामीले बताइदिनु पर्ने। त्यस कारणले गर्दाखेरि यो संवेदनशीलतालाई बुझेर
आन्दोलनको मागप्रति एमालेको कुनै असहमति छैन। बच्चाहरू मरेको प्रति हामी साह्रै दुखी छौँ, तर त्यो परिस्थिति सृजना गर्ने र देश चलाउनेहरू विरुद्धमा नेकपा एमाले सधैँ 36 साल भएर खडा हुन्छ भन्ने सन्देश नेकपा एमाले कार्यकर्ताले दिन जरुरी छ। यति भन्दै नेकपा एमालेलाई जिताउनको लागि म आफ्नो ठाउँबाट लाग्नेछु, तपाईँहरू पनि लाग्नुहुनेछ भन्ने विश्वासका साथ मेरा भनाइहरूलाई विराम दिन्छु। हस्, धन्यवाद, नमस्कार।